एका देशमा एउटा सुन्दर राज्य थियो। त्यहाँका राजा र रानीको एउटी छोरी थिइन्। ती राजकुमारी अरू साधारण मानिसभन्दा निकै फरक थिइन्। उनको कपाल कालो नभई सुन जस्तै पहेँलो र चम्किलो थियो। त्यसैले सबैले उनलाई माया गरेर सुनकेशरी भनेर बोलाउँथे। उनी जति सुन्दरी थिइन् उनको मन पनि त्यति नै सफा थियो। एक दिन सुनकेशरी नदीमा नुहाउन गइन्। नुहाउँदा उनको टाउकोबाट एउटा सुनको कपाल खस्यो। त्यो कपाल यति सुन्दर थियो कि उनलाई त्यो फ्याँक्न मन लागेन। उनले एउटा दुना बनाइन्, त्यसमा त्यो सुनको कपाल राखिन् र नदीमा बगाइदिइन्। त्यही नदीको किनारमा एक युवक नुहाउँदै थिए। बग्दै आएको चम्किलो वस्तु देखेपछि ती युवकले दुना झिके। भित्र सुनको कपाल देख्दा उनी छक्क परे। उनले मनमा नै प्रतिज्ञा गरे, जसको कपाल यति सुन्दर छ उनी कति राम्री होलिन्, म यिनैलाई खोजेर विवाह गर्नेछु। धेरै दिनको खोजीपछि युवकले सुनकेशरीको दरबार पत्ता लगाए। उनले त्यहाँ पुगेर सुनकेशरीका बुवासँग विवाहको प्रस्ताव राखे। राजा युवकको आत्मविश्वास देखेर खुसी भए, तर सुनकेशरीले भनिन्, म दरबारमा हुर्किएकी हुँ। तिमीसँग बस्नका लागि एउटा राम्रो घर पनि छैन। जबसम्म तिमी सक्षम हुँदैनौ, म तिमीसँग विवाह गर्न सक्दिन। युवकले भने, म सक्षम भएर फर्कनेछु। त्यसपछि उनले सक्षम बन्न 6 महिनासम्म भगवानको घोर तपस्या गरे। अन्ततः भगवान खुसी भएर प्रकट हुनुभयो। भगवानले उनलाई वरदानको सट्टा एउटा बिजनेस कार्ड थमाउनुभयो र भन्नुभयो, यिनीहरूलाई सम्पर्क गर, हाम्रो मोर्गेज सल्युशन्स। यिनीहरूले धेरैको घर किन्ने सपना पूरा गरेका छन्। युवकले तुरन्तै हाम्रो मोर्गेज सल्युशन्सलाई सम्पर्क गरे। उनीहरूको एआई प्रविधिको मद्दतले युवकले तुरन्तै लोन पाए र अस्ट्रेलिया भन्ने राज्यमा एउटा आलिशान दरबार किने। अन्तमा उनले राजकुमारीसँग विवाह गरे र दुवैजना सुख शान्तिका साथ बस्न थाले।